गाडी चलाउनु सक्नु हुँदैन भने थाहा छ तपाईँहरूले कुन जब पाउनुहुन्छ? गेट खोल्ने र गेट बन्द गर्ने। गाडी चलाउनु सकेन भने त यही त हो। जहिले पनि घरको गाडी निकाल्छ मै नै हुन्छु गेट खोल्ने र गेट बन्द गर्ने। गरम होस्, पानी परेको होस्, ठन्डा होस्, तर गाडीमा चढेपछि चाहिँ यसरी नाच्नु पनि पाउँछ नि त, गाडी चाहिँ चलाउनु परेन नि त। यसरी नै नाच्दै-नाच्दै अन्त मिठाईहरू किनेर आज चाहिँ हामी जाँदैछ मेरो ससुरालतर्फ र मेरो बुढाको घरतर्फ। यो फर्स्टको घरै हो मेरो बुढाको आफ्नो मूल घर। तपाईँहरूलाई आज चाहिँ हाम्रो ससुरालको अलिकति टुरहरू देखाइदिन्छु। यहाँ के छ वरिपरि भनेर एकदमै दामी लोकेसन छ। त यो तपाईँहरूको राइट ह्यान्ड साइडपट्टि यो पर्पल घर चाहिँ हाम्रो शारदा बहिनीको हो। अन्त यो लेफ्ट ह्यान्ड साइडपट्टि चाहिँ हाम्रो उर्मिला दिदीको घर हो। अन्त अहिले चाहिँ म आएको छु खास गरेर उर्मिला दिदीको घर हेर्नु, किनकि उनीहरूले नयाँ घर बनाएको थियो। अन्त म आएको थिएन। अन्त आज चाहिँ सोचेँ दिदीको घर गएर चाहिँ मजाले तपाईँहरूलाई पनि भिडियो बनाएर देखाइदिन्छु। त एन्टर गर्नु बित्तिकै तपाईँहरूको लेफ्ट ह्यान्ड साइडपट्टि चाहिँ यस्तो राम्रो छेसाम बनाउनु भएको छ। अन्त राइट ह्यान्ड साइडपट्टि चाहिँ माथि छत जानेर माथि सिलिङको डिजाइन हेर्नुहोस् न एकदमै दामी। अन्त घर भनेपछि त यतै त रुम उतै रुम हो। अब यो सब त किन देखाउनु नि। अन्त मेरो सासुआमा पनि बसेर यहाँ दिदीसँग बात गरिरहनु भएको थियो। अन्त चेरी चाहिँ बसेर यहाँ टिभी हेर्दै थियो। किनकि चेरीको दिदीहरू चाहिँ जानुभएको थियो आज स्कुल। त यही हो आजको होम टुर। त अहिलेको लागि यति नै। बाइ बाइ।